हाई एभ्रिवान, आज म तपाईहरुलाई पुल्चोक क्याम्पसको छतबाट क्याम्पसको बारेमा केही कुरा देखाउँछु। यो चाहिँ बोइज होस्टेल हो। यो बोइज होस्टेलको सी फ्लोर हो। 3टा फ्लोर छ। यसमा चाहिँ त्यो बी फ्लोर उतापट्टि ए ब्लक फ्लोर भन्न आएछ ब्लक। अनि यो चाहिँ बास्केटबल कोर्ट भयो। अनि पुल्चोक क्याम्पसको क्यान्टिन चाहिँ यता छ। अनि पुल्चोक क्याम्पसको जिम हल चाहिँ यो भर्खर रेनोभेट भएको हो। एफएसयू 2079 ले क्रिकेट ग्राउन्ड र फुटबल ग्राउन्ड चाहिँ यतापट्टि छ। तपाईले देखिरहनु भएको छैन, यो चाहिँ क्रिकेट ग्राउन्ड हो। त्यसको सँगै फुटबल ग्राउन्ड छ। अनि यो हाम्रो रोड क्लास जाने, क्लास एकदमै टाढा छ यताबाट। एक होस्टेल अगाडि एउटा सानो यो पार्क जस्तो छ। हामी यता चाहिँ अब खाजा खाँदै घाम ताप्न सक्छौँ जाडो महिनामा भने चाहिँ यो तपाईले देखिरहनु भएको छैन, यो चाहिँ ब्याडमिन्टन कोर्ट हो। यो नेट देखिरहनु भएको छ, यो चाहिँ ब्याडमिन्टन कोर्ट हो। अनि यो चाहिँ हाम्रो मेन इन्ट्रान्स होस्टेलको यताबाट छिर्छौँ हामीले। यो चाहिँ बोइज होस्टेल हो। बोइज होस्टेल निकै नै ठुलो छ गर्ल्स होस्टेल कम्पेरिजनमा। गर्ल्स होस्टेल चाहिँ उतापट्टि छ। यो तपाईले देखिरहनु भएको छैन, यो ट्याङ्की यो ए ब्लकको हो। यताबाट जस्ट रोड उतापट्टि चाहिँ गर्ल्स होस्टेल छ। अनि यो बी ब्लकको ट्याङ्की, अनि यो सी ब्लकको। धेरै दिनपछि पानी परेर आज एकदमै फ्रेस फिल भइरहेको छ क्याम्पसमा। र क्याम्पसको ओभरअल भ्यू होस्टेलबाट चाहिँ यस्तै देखिन्छ। एउटा ब्लकमा चाहिँ 3टा फ्लोर हुन्छन्। 3टा फ्लोरमा चाहिँ कोठा सर्टेन कोठाहरू छन्। अब बिचमा चाहिँ स्पेस छ सबै ब्लकको यसरी नै। म चाहिँ तपाईहरुलाई सी ब्लकको देखाउँछु। अनि यो सी ब्लकको यो चाहिँ वासरुम बाथरुम भयो। अनि यो सँगैको यतापट्टि चाहिँ यो टोयलेट छ। अनि यो बिचमा चाहिँ राउटर छ जुनले अब ब्लकको सबै स्टुडेन्टहरुको लागि प्रोभाइड गरेको हो क्याम्पसले नै। तर नेट खासै राम्रो नचल्ने भएकाले अब सबैले आफ्नो प्राइभेट नेटहरु राखेका छन्। यही नै हो। हस्, थ्यांक यू।